यदि तपाईहरूको 1, 10, 19 र 28 गतेको यदि जन्म गते छ भने तपाईँलाई सूर्यनारायणको धेरै ठुलो कृपा परिरहेको हुन्छ। तपाईँ कुनै पनि कार्य गर्दाखेरि आत्तिनु हुँदैन। यानि कि तपाईँले केही कुराहरू ठुलो कुराहरू आँट्दै हुनुहुन्छ भने पहिले चाहिँ हे प्रभु भनेर भगवान्लाई नै सम्झिने गर्नुहुन्छ। कुनै पनि व्यक्तिलाई यदि अन्याय परिरहेको छ भने त्यो अन्यायकै पछि लागिरहनुहुन्छ। यानि कि जुन व्यक्तिले अन्याय परिरहेको छ त्यो अन्यायलाई कस्तो तरिकाले न्याय दिन सकिन्छ, यानि कि सही र गलत के हो भनेर तपाईँहरूले प्रश्न देख्ने बित्तिकै छुट्याउन सक्नुहुन्छ। यी व्यक्तिको बोली भने अरूभन्दा अलिकति भिन्न छ। यदि यिनीहरूले चाहिँ मुसुक्क मुस्कुराएर केही कुराहरू गरिरहेका छन् भने अरू व्यक्तिहरूले नाइ भन्न सक्दैनन्, कम्तीमा ल नै भन्नुपर्छ। जुनसुकै ठाउँमा जान्छन् त्यो ठाउँमा छाप छोडेर निस्किन्छन्। यानि कि कुनै पनि ठाउँमा एक दिनको लागि भनेर यिनीहरू गइरहेका छन् भने त्यहाँ गएर बसेर घुलमिल हुने बित्तिकै यिनीहरूले कुरा गर्ने बित्तिकै जुन कुरा गर्छन् यिनीहरूले ती व्यक्तिहरूलाई चाहिँ कस्तो प्रभाव पर्छ भनेर भन्दा यी व्यक्तिसँग त मेरो त अगाडि नै भेट भएको थियो क्या हो भने जस्तो उनीहरूको चाहिँ मनमा परिहाल्छ। यानि कि कस्तो भनेर भन्दाखेरि यिनीहरू धेरै छिटो अरू व्यक्तिहरूसँग क्लोज भइहाल्छन्। एक थोक कुराहरू गरिरहेका छन् भने यिनीहरूले कताबाट केही कुराहरू टाकटुक भएर निकालेरै कुरा गरेर अरू व्यक्तिहरूलाई मक्ख पार्न सक्ने क्षमताका पनि हुन्छन्। कुनै पनि व्यक्तिलाई नेतृत्व गर्न सक्ने क्षमता पनि यिनीहरू गतेमै हुन्छ, किनकि यो भित्र सूर्यनारायणको विशेष कृपा परिरहेको हुन्छ।